हेलो। आज होइन हाम्रो गाउँमा बिहे थियो नि त कसै भाइको, एकजना भाइको। अनि हामी बिहेमा गएको, यो बेला अँध्यारो नै भइसकेको थियो। मैले यहाँको फुलबस्ती भन्ने ठाउँ देखेको थिएन नि त, त्यही भएर म त्यहाँ हेर्नलाई गएको। अनि के अरे यो उतापट्टिको नेपाल होइन, कति सुन्दर देखिरहेछ। वाउ। अनि यतापट्टि चाहिँ म इन्डियामा छु, यता उति नै यति नजिक देखिरहेको के। अनि यो उकालो निकै टाढा हिँड्नुपर्ने रहेछ। म फर्स्टचोटि गएको थिएँ अनि म एकदमै एक्साइटेड पनि थिएँ दुल्हा दुल्हनलाई भेट्नको लागि, किनभने एउटा यिनीहरूको जोडी होइन, सबैभन्दा राम्रो जोडी के। किनकि कोही एकजना बोल्न सक्ने, एकजना बोल्न नसक्ने, यो एकदमै माया अनि प्रेमले झल्काइरहेको यो जोडीलाई हेर्न म यति आतुर थिएँ नि त। त्यही भएर म गएको हेर्नको लागि। मैले यता लभ साइन पनि गरेँ है। अनि यो हाम्रो परम्परा अनुसारको एउटा बर्खो भनेर उडाउँछन् गाउँको ठुलो अनि बडो मान्छेहरूले। यो चाहिँ उडाइसकेपछि अब हामीले पूजाआजा गर्ने। यहाँनिर म भिडियो लिइरहेको थिएँ होइन, एकजना दाइ बसेर छोड्नै नछोड्ने कि अगाडिदेखि, अनि देखि नै रहेको थिएँ होइन। अनि यो पूजा पनि गऱ्यौँ, यसलाई हामी दलाङ भन्छौँ। अनि के अरे